सो अब भने हामी फर्किने क्रममा छ। झरनामा जति रमाइलो गरिसक्यो, अब भने हामी अगाडि बढ्नेछौँ। अझै पनि हामी चाहिँ घर पुग्नलाई 6 किलोमिटर होइन, चान्चुन 6-7 किलोमिटर छ। अब हामी जाँदैछौँ। बिहानै नुहाइयो, चिसो छ पानी एकदम आइस। यस्तो ठाउँमा आएर यस्तो चिसो पानीमा नुहाउन पाउन जो कोहीले सक्छ त यो गर्नलाई चाहिँ तपाईँले धेरै कुरालाई पछाडि छाडेर राख्नुपर्छ। त्यही कारणले तपाईँ यस्तो ठाउँमा आउनलाई चाहिँ धेरै कुरा त्याग्नु पनि पर्छ। बिहान पख निन्द्रा कसले लाग्दैन र? सबैलाई लाग्छ। दिनभरिको थकान त सबैलाई हुन्छ, सबै हिँडुल गरि नै हाल्छ, आफ्नो आफ्नो कर्मअनुसार काम पनि गर्नु परिहाल्यो। सो त्यही कारणले तपाईँहरू पनि बिहानीको सुरुवात यसरी सुनसान वातावरणमा गर्नुभयो भने तपाईँको जीवनशैलीहरू अझ धेरै परिवर्तन भएर खुसियाली त त्यत्तिकै छाउने परेको हामी दुई दाजुभाइलाई देख्दै हुनुहुन्छ नि। हामी अहिले यहाँ दुःखी हुनुपर्ने कुरा कुनै पनि भेटाइएन। विभिन्न प्राकृतिकले दिएको सुन्दर झरनाहरू बिना लगानी प्रयोग गरियो, आइयो मस्त खुसीका साथ। अब हामी फर्किने क्रममा छौँ है त।